नमस्कार। डायमन्ड शमशेर राणाको बसन्ती उपन्यास लिएर सदा झैँ आज पनि म उपस्थित भइसकेको छु। बसन्तीको सुरुवात यसरी हुन्छ। अध्याय 1। 18औं शताब्दीको दिन थियो। 1985 सालको दिन। विश्वघातक भतौरे झरीको दिन। पानी छिटाउन थाल्यो। आँधीबेरी चढ्यो। डरलाग्दो गरेर आकाश गर्जन लाग्यो। बिजुली चम्कियो। झरीले मुसलधारा रूप लियो। जङ्गलपात गएका मानिस ओत लाग्न दगुरे। कोही घाम र घुमरी र छतरीको आडमा थिए। कोही सिधा बाटो लागे। कोही पानीमा चुड्दै हिँडेका पनि देखिन्थे। मानिसको यस्तो बिचल्ली परे तापनि पानीको बेग केही मत्थर भएन। हात्ती सुँडे पानी परि नै रह्यो। यो वर्षाबाट बच्नको लागि एक युवक पुलचोकको पाटीमा ओत लागिरहेको थियो। अधैर्य भएर सुन्ने मनले। घर, रुख, पाटी, पौवा र मन्दिरका छानाबाट बलेसीका धाराहरू खस्न लागे। सडकमा कुलो चल्यो। खेत पोखरी देखिए तैपनि पानी पर्दै थियो। एउटी गाउँगोरी र सिली आँखा पातली शरीर भएकी यौवनको प्रथम वसन्तमा प्रवेश गर्न लागेकी सोडसी हस्याङ फस्याङ गर्दै ओत लाग्ने इच्छाले त्यही पाटीभित्र घुस्रिन आइपुगी। लट्ठाको चोलो र गुनाउको फरियामा त्यो केटीको अग्लो शरीर बेरिएको थियो। पहिरनको ढङ्गबाट ऊ किसानकी छोरी हो भन्ने स्पष्ट बुझिन्थ्यो। उसको नाम थियो मिठु। पानीले दपेटेका हुनाले त्यहाँ पुग्न साथ मिठुले आँखा झट्ट उगार्न सकिनन्। पटुकाको फेर फोएर उसले मुखको पानी पुस्न लागिन्। बरफको टुक्रामा धुलो लाग्यो र त्यो पुछियो भने त त्यो टुक्रा जसरी नै जम्छ त्यसै गरेर उसको मुखको रङ पनि हरेक पटकको पुछाइमा उज्जलो देखिन थाल्यो। अनि मुखमा झरेका केस जुन यसले लट्टा परेका थिए यसलाई दुवै हातले पन्छाएर शिर पछाडि जुरो पार्न लागिन्। त्यसो गर्दा उसको छाती बेपर्दासित प्रदर्शित भयो जसको उसले याद गरिनन्। फेरि त्यही पहिलादेखि नै ओत लाग्न आएका युवकको प्रलोभनपूर्ण तीको आँखा उसका छातीहरूमाथि टुसाएका जवानीका दुई चिहानमा केन्द्रित भएको रहेछ। त्यसको पनि बिचारीले हाँसै राखिनन्। पानीको मारबाट आफूलाई सुरक्षित पाएकोमा ऊ खुसी थिइन्। प्रसन्न चित्तले वरिपरि हेरी तर उसको खुसियाली क्षणिक मात्र रह्यो। कारण उसले त्यहाँ अर्को सङ्कट आफ्नो सामुन्ने उभिरहेको देखी। त्यो युवक जो दरबारिया वेशभूषामा थियो ओठमा मुस्कान भरेर आफूतिर हेरिरहेको मिठुले देखी। त्यो हेराइमा नौलो ठिटीप्रतिको स्वाभाविकता उत्सुकता देखाउन ठिटाले उत्तौलो आँखा गाडेको पनि हुन सक्छ। क्षणिक घोचपेचका निम्ति फसाउने खप्पिस इसारा पनि त हुन सक्छन्। फेरि सहरियाले गाउँले ठिटीमाथि खिस्सी गर्न हेरेको हे तुच्छ नजर पनि त हुन सक्छ। त्यसैले त्यो सुकुमार केटासित एकान्तमा बसेर ओत लाग्न उसले सङ्कोच मानी खतरा ठाने। मिठुले शान्तिको सास फेर्न पाइन। अरू ठाउँमा जान उसलाई पानीले दिएन। त्यहाँ बस्न मन मानेन। ऊ असमञ्जस अवस्थामा परिन्। उसको कृषक जीवन भएकाले घाम, पानी, धुवा, पसिना र माटोमा मुछिएका उसले खेतमा परिश्रम गर्नु पर्थ्यो जसले गर्दा उसको मुखको रङ घामले डढेको थियो। चोलो फाटेको, फरिया खुइलिएको तर उसको राम्रो रूपले दरिद्रतामाथि विजय पाएर पारखीको नजरमा प्रशस्त हलचल नमच्चाएको होइन। त्यो युवकलाई पनि त्यस्तै अनुभव भएकाले युवतीको कलकलाउँदो चेहराको सुवास गर्न लाग्यो। आँखाको भाषा बुझ्न खोज्यो जस निम्ति उसका एकहोरो दृष्टि युवतीको बाह्य आकर्षित कोमलतामा निहाल्न व्यस्त थिए तर युवतीले त्यसको केही वास्तै गरिनन्। यो व्यवस्था युवकलाई ठुलो आकर्षण भयो। कहाँबाट यसरी आत्तिँदै आउनुभयो? युवतीको अङ्ग प्रत्यङ्गमा दृष्टि गाडेर युवकले कुरा श्री गणेश गर्यो। मिठु एकलौटी छोरी थिए। ऊ जवान लाठेसित खेतमा जङ्गलमा पँधेरा र मन्दिर एक्लै समय बिताउँथिन्। कुरा गर्नमा फरासिली तर अहिले उसलाई युवकसित एकान्त स्थलमा ओत लाग्न उचित लागेन। सायद त्यसलाई गुन्डा सम्झेर हो कि या छटेल ठानेर हो उसलाई आकिसान जस्तो देखेर पनि। त्यो युवतीले युवकको सवालमा ध्यानै दिन आफ्नो खास्टोमा लागेको धुलो र पानी झारिरहिन्। यो मौनता निराशको सङ्केत थियो तर युवकले हिम्मत हारेन। 2 पाइला अघि बढे। हेर्नुहोस् त त्यो डाँडाको टुप्पोमाथि बादलको कालो थुप्रो भन्दै शिवपुरी पर्वतको चुचुरोलाई चोरौँलाले देखायो। शिष्टाचारका निम्ति पनि युवकले औँल्याइदिएको दिशातिर हेर्न मिठुलाई करै थियो तर त्यसको लागि उसले केही मर्यादा राखिनन्। त्यो गरुडले नाग लगेको भन्छन्। एकहोरो युवक बोलिरहेको सुनेर मिठुलाई अनौठो लाग्यो। रिस पनि उठ्यो। केही गरेर त्यो गरुडको मुखबाट नाग फुत्कियो भने साह्रै अनिष्ट हुन्छ रे।
यो गन्थनको पनि मिठुमाथि कुनै प्रभाव पर्न सकेन। ऊ अन्य मनस्क भावले दृष्टि पर बाटोमा पुर्याएर पानी हेरिरहिन्। के ठुलो आपद विपद आइपर्ने हो अब? युवकले चिन्ता व्यक्त गर्नको लागि ओठले पार्यो। 5 वर्ष अगाडि 1980 साल नेपालमा भयङ्कर भूकम्प आएको थियो। यसका 4 कम्पले काठमाडौँ उपत्यकाका 3 सहर क्षतिग्रस्त भएका थिए। यस दैवी आपत्तिको केही महिनापछि ठिमीको बारुदखानामा वज्र पर्यो। परिणामस्वरूप 2000 मुरी बारुद सल्केकाले धेरै मानिसको ज्यान गयो। यस दुर्घटनामा 14 दिनपछि भयङ्कर वृष्टिका साथ भूकम्पको अर्को भयानक धक्का आयो, जसले गर्दा बागमतीको पानी बढेर सम्पत्तिको निकै नोक्सान गयो। यसरी काठमाडौँ उपत्यकाले लगातार दैविक प्रकोपको अनुभव गरिरहेको बेलामा अहिले युवकको मुखबाट ठुलो आपत्ति विपत्ति पर्ने भविष्यवाणी सुन्दा मिठुको नजर युवकले औँल्याएको दिशा शिवपुरी पर्वतको चुचुरोतिर जान उत्सुक भयो। तैपनि संयम गर्दै थिइन्। उसको दृष्टि त्यता हुत्तिहाल्यो। तर दच्किएको मन र दृष्टिले हेरी फेरि केही प्रतिक्रिया जनाएनन्। प्रेम गर्ने स्वरले लामो निश्वास लिएर युवक फेरि बोल्यो, जसरी त्यो गरुडले नागलाई उठाएर लान सक्ने लगिरहेका रहेछन्, त्यसरी नै एउटा नागिनीले मेरो हृदय उडाएर लान आँटी। युवकले साहित्य ढाँचामा म तिम्रो प्रेममा व्याकुल छु भन्नको लागि दीर्घ सासद्वारा प्रकट गरिएको मायालु सङ्केत मिठुले बुझ्ने र सुन्ने चाख पनि उसलाई थिएन। क्रमसित पानीको वेग घट्यो। हावा पनि मन्द गतिले बग्न थाल्यो। युवकले छाता ओह्राल्यो। त्यो छाताको फेदमा औँदाले थिचिँदा आफै थुनिने पूर्जा लागेको थियो। त्यसबेला बिरलैसित मात्र त्यो आधुनिक छाता हुन्थ्यो जुन ओढ्न पाउनु मानिस आफ्नो सौभाग्य सम्झिन्थे। यस्तो पूर्जावाला छाता मिठुले कहिल्यै देखेकी थिइनन्, तर चर्चा धेरै सुनेकी थिइन्। छाता बन्द हुँदा उसलाई चटक गरेको जस्तो लाग्यो र आश्चर्यपूर्ण अनुहारले छातालाई आँखा गाडेर हेरिरहिन्, अचम्म मानेर असभ्य तरिकाले। त्यो नयाँ किसिमको छाता थुनिएको हेर्न मिठुलाई रहर थियो। गाउँ गहिरो उत्सुकता पनि उसको यो कमजोरीमाथि युवकको दृष्टि पर्यो, जसले मिठुलाई छाता तुरुन्त अर्पण गर्यो र आफूलाई हिमचिम प्रकट गर्न खोजेको प्रयासमा सफल हुन रमाउँदै अग्रसर भयो। मिठुले छाता छोइनन् परैबाट हेरिन्। फोर्नुहोस् त, म हेर्छु। उसले छाताभरि दृष्टि लगाएर उत्साहशील भएर बोलिन् अनि जिज्ञासाको गम्भीर भाव आँखाभरि थुपारिन्। युवकले छाता खोलेर देखाइदियो, फेरि थुन्ने तरिका पनि सिकाइदियो। मिठु पहिले केही अंशमा छाता देखेर डराएकी पनि थिइन्। अहिले खुसी भई कृतज्ञता प्रकट गर्नको निम्ति युवकको मुखमा पुलुक्क हेरी। युवकको गोरो मुख थियो, जुङ्गाको रेखी बसेको दारी थिएन, कपाल तरेली परेर तालिएको। उसको जवानी ओठ र सेतो दन्तमा मिठुले हिस्सी देखिन्। त्यही बेला युवक मुसुक्क मुस्कुरायो। त्यो मुस्कानमा प्रेमप्रतिको आह्वान थियो, बिन्ती थियो, कमजोरी थियो। मिठुले बुझिन्। मुस्कानमा विशेषता भएर हो कि त्यो मिठुले थाहा पाएछ। त्यो मन्द हाँसीले उसको मनभित्र धेरै मायालु काने खुसी गर्यो। शरीरभरि कुतकुताहट जाग्यो, जसले गर्दा उसको मुखबाट पनि मधुर मुस्कुराहट अलिकति चुइयो। त्यो चुइएको सानो मुस्कानले मिठुको मनभित्रका धेरै कुरा पोखिदियो अनि लासले ऊ बोल्न सकिन। शिर नत गरी एकले अर्काको मुटु छामेको जस्तो ती दुईले अनुभव गरे। दैवको इच्छा यस्तै हुन्छ भनेर को अठोट गर्न सक्छ र? जुन युवकलाई मिठु एकछिन अघि मात्र छटेल होला भनेर शङ्काले वास्तै गर्दिनथे, जोसँगै बसेर ओत लाग्न उसलाई सङ्कोच लागेको थियो, डर लागेको थियो, आपद सम्झेर रिसाएकी थिए। अहिले त्यही युवकसित 4 आँखा हुने बित्तिकै मिठुको चेहरामा उत्तेजित परिवर्तन भयो। उसको चेहरामा मात्र परिवर्तन भएको होइन कि उसको मनमा पनि अपरझट परिवर्तन आएको उसले अनुभव गरे। अब छातामा भन्दा उसलाई त्यो युवकको अग्लो शरीर, झिनो कम्मर, चौडा छातीमा हेरिरहने कौतूहल बढ्यो। उसको आँखामा आफूप्रति प्रशंसा, मनमा माया मिठुले देखियो अनि त्यो मानिससित भुलेर संसारलाई बिर्सिदिने इच्छा उसलाई आयो। उसको यो लालसालाई कसरी पुरा गर्न सक्छ त? बाबुआमाले उसलाई अरूसित विवाह गरिदिइसकेका थिए। मिठु फेरि चिन्तामा परी सन्तोषको सास फेर्न पाएन। युवकले छाता खोलेर मिठुको हातमा थमाइदियो। मिठुले छाता थुनी, फेरि खोली, 2-3 पटक थोन्दै खोल्दै गरी। त्यसो गर्दा उसको नारीका खप्टेका चुरा जुधेर आवाज आयो, शून्यतालाई भङ्ग गर्न, वातावरणलाई उत्तेजित पार्न अनि हृदयमा प्रणयको हल्का स्पर्श भएको
गरेर युवक चञ्चल भयो। केही बेरपछि लाजले राती भएर मिठुले युवकको नाम सोधी। दरबारमा मानिस त्यो युवकलाई गङ्गे भनेर बोलाउँथे। उसको नाम थाहा पाएर मिठु खुसी भई फेरि सोधी, तपाईँ कता जान लागेको? उँधो कि उँभो? ए जाउला खेलसम्म आएको। कस कहाँ? जसले स्वागत गर्यो उसै कहाँ आएको? गङ्गे मुस्कुराए। मिठु मुस्कुराउने मात्र होइन, दिल खोलेर हाँस्न चाहन्थे। म तपाईँलाई स्वागत गर्छु भनेर तुरुन्त निमन्त्रणा दिन अनि हात समातेर त्यो युवकलाई घर लान, तर परिस्थितिले उसलाई त्यस्तो गर्न दिएन। ऊ चुप भई बरु अद्भुतसित फेरि सोधी, तपाईँको घर कता पर्यो? अहिले म दरबार बसेको छु। जहाँ बसे त्यही घर, जसले माया गर्यो उही आफ्नो। मिठुले फेरि केही सोधिन। गङ्गेसित आकस्मिक मिलन र रसिलो वार्ताले उसको हृदयमा एउटा अपार आनन्द, हर्ष र खुसी लागेको थियो। मनभित्रको सङ्कोच, डर र लाज निकै पन्छिसकेको। तैपनि युवकको व्यङ्ग्यात्मक बोलीसित उपयुक्त सवाल जवाफ गर्न मिल्दाजुल्दा वाक्य उसको अधरमा झट्ट आएर हाँसिरहेकी भरिलो मुस्कानले हँसिली एवं उज्जवल भएकी मिठुको अनुहारमा हेरेर गङ्गेले पनि त्यस्तै प्रश्न गर्यो, तपाईँको घर कहाँ नि? माइत र घर शब्दको प्रयोग हुने बित्तिकै स्त्रीको वैवाहिक जीवनको सूचना भइहाल्थ्यो, जुन कुरा मिठु अहिले प्रकट गर्न चाहँदैनथिन्। त्यसै कारणले गङ्गेको सवाल नसुनेको बहाना गरेर ऊ चुप रहिन्। गङ्गेले त्यही सवाल दोहोऱ्यायो, यसपल्ट स्पष्ट सुनिने र बुझिने गरी। यही जाउला खेलमा बसेको छु। घोडा चारेक वस्तु भाउ छन्। वन जाउँ भनेर निस्के कि पानीले खेदिहाल्यो नि, मिठुले उत्तर दिए। तर उसको घर कहाँ छ त्यो कुरा उसले खोलिन। गङ्गे पनि सोध्ने याद गरेनन्। कुराले अन्त्यतिरको हँसिलो मोड लियो। मुस्कुराहट र मस्काइको बीचमा ती दुई जवानीका अर्धभरि गाग्रो छचलिएका थिए। समय बितेको पत्तै भएन। हुरी चल्न बन्द भयो। पानी थामियो। झलमल्ल घाम लाग्यो। मिठुको बुबा घर र जाउला खेलमा भएको ती दुई सँगैको बाटो नाप्न थाले। खुला सडकमा पुगेपछि मिठुलाई आधुनिक सभ्यता र फेसनमा ठाटिएको सुकुमार ठिटासँगै हिँड्न लाज लाग्यो। सङ्कोच र अज्ञात भयले पुनः आक्रमण गर्यो। पहिले ऊ केही निहुरी अनि पाइला अघि सार्न नसकेर टक्क रोकी, मुखमा हल्का मुस्कान खोलाएर। आजसम्म माइती घरमा बसेकी मिठु शरीर र मन दुवैमा कन्या केटी थिई। भर्खर फक्रिन लागेको कोपिला जस्तै रहर लाग्दी यस्ती काँची केटीसँग त्यस बेलाको चलनअनुसार अर्को गाउँको मर्द पछि लागेको त्यो युवतीको गाउँले देखेको खण्डमा त्यो मर्द र गाउँलेको द्वन्द्वयुक्त पर्थ्यो। यो कुरा थाहा पाएकीले मिठु अर्कै बाटो लगी भोलि त्यही बाटो भेट्ने सानो प्रतिज्ञा छोडेर प्रणयको प्रथम अनुभव नगरेकी मिठु कलकलाउँदै यौवनमा विभिन्न रङ्गीन कल्पनाको प्रफुल्लित फेलमा डुबुल्की मार्दै कहाँ पुगी कहाँ उसलाई सम्झेर गङ्गे छाता टेक्दै अघि बढ्दै थियो। निकै पर पुग्दै कहिले उसलाई मिठुले भोलि भेट्न बोलाउने प्रतिज्ञा हुन्थ्यो, कहिले हुँदैन थियो। भदा नानी, पछाडिबाट आवाज आयो। गङ्गेले फर्केर हेरे। त्यो बोलाउने व्यक्ति उसको फुपू ज्ञान बहादुर रहेछ। कता जान हिँडेको भदा? भदा अन्त जाने कामले आएको थियो। तर जाउला खेलकी मिठुसँग पहिलो भेटमा प्रेम सक्त भएकाले अब अलि दिन जाउला खेलमा बसेर त्यही केटीलाई फेरि भेट्ने विचार भयो। तर बस्ने उपयुक्त स्थानको अभावले गर्दा ऊ अन्योलमा परेको थियो। अहिले फुपूलाई भेट्दा ढुङ्गा खोज्दा देउता पाए जस्तै अनुभव भयो। म तपाईँ कहाँ आएको? उसले भन्यो। ज्ञानबहादुर साह्रै खुसी भयो। त्यसो भए बेस भयो, उसले हर्ष प्रकट गर्दै भन्यो। आजभोलि मेरो ज्वाइँ पनि आइपुग्नु हुनेछ। कुरा छ? को ज्वाइँ? छोरी ज्वाइँ। गङ्गेको बुबा जीवित छँदा ज्ञानबहादुर उसलाई भेट्न बारम्बार दरबार जान्थ्यो। ती दुई बुढाबुढीको ज्यादै मिल्ती थियो। त्यही नाता र आफन्तको व्यवहारले गर्दा गङ्गे आज त्यहाँ बस्न तम्सिएको हो। नत्र योभन्दा अघि कहिल्यै ज्ञानबहादुरको घरमा आएको थिएन। न त उसको परिवारले गङ्गेलाई देखेको नै थियो। फुपू र बधा हिँड्दै थिए। बाँसको तगारो लागेको दैलो सामुन्ने पुगे। यही हो हाम्रो घर। त्यो पराले छाना भएको दुई तले घर थियो। माथि आमा छोरा सुत्थे। मुनतिर गोठ थियो। नयाँ लङपट्टिको चौतारामा ज्ञानबहादुर आफै सुत्ने गर्थ्यो। तल छिडीमा आगैना देखियो। ज्ञानबहादुरले तगारो पन्छायो। ऊ आगन्तुक एकसाथ आँगनमा आइपुग्यो। बुढी भन्दा भदा पाल्नु भयो त छिन्छेस्? बुढी ज्ञानबहादुरकी जहान थिए। कुलो काटेर पानी बाहिर फ्याँक्न लागेकी। उसले गङ्गेको मुखमा पुलुक्क हेरी अनि हाँस्दै भने, किन नचिन्नु? नेपाली मान्छेलाई लुगाबाटै पहिचान हुन्छ नि। फुपू, तपाईँलाई
पक्नुस् भनेर बुढी नजिकको खाडलमा हातगोडा धुन लम्की। एकछिनपछि बुढीले सुकुल ल्याएर पेटीमा बिछ्याइदिई फुपू र भदाको राम्रो भलाकुसारी भयो अनि बुढी खाजा गर्न तयार गरी भित्र पसी मकै फुट्न थाली। दरबारको शोक सहेलमा सुख संगृत परिचित गङ्गेको दृष्टि किसानको दुखी घरको गरिब रहन सहनमाथि पर्यो। उसले अचम्म मानेर चारैतिर हेऱ्यो। असुई दरिद्रताले हात पसारेको डरलाग्दो दृश्य जताततै देख्यो। नानी तमाकु। बुढीले गङ्गेलाई सोते र चिलिम लिएर सत्कार गरी गङ्गेले बुढीलाई पहिले खाना आग्रह गर्यो। बुढीले मानिन। फेरि गङ्गेले बुढालाई सोते अर्पण गर्यो। बुढाले पनि पाहुनालाई पहिले नखुवाई आफूले नखाने भन्थ्यो। अन्त्यमा फुपू फुपाजु ज्यादै अनुरोध गरेकाले गङ्गेले तमाखु तान्न थाल्यो। समाजमा तमाखु खाँदा गर्नुपर्ने प्रचलित रीति त्यस्तै थियो। त्यसरी नै नियम तिनीहरूले पालना गरे। भदा फुपाले कुरा झिक्यो। तपाईँ म आज गोठमा सुत्ने ज्वाइँ पाल्नु भएपछि हामी दुई पेटीमा सुतुला। यो घर सानो देखिए पनि फराकिलो छ। बहिनीलाई कहाँ दिनुभएको? तमाखुको धुवा फुक्दै गङ्गेले सोध्यो। कुरिया गाउँमा। त्यहाँ कसलाई? डम्बर बहादुरलाई। को? गङ्गेले आश्चर्यपूर्ण अनुहार लगाएर सोध्यो। उही फज्जने चौतारीको चाकरी गर्ने डम्बरे हो र? गङ्गे खुसी भयो अनि हात पसारेर फुपूलाई सोते अर्पण गर्यो। ऊ डम्बर बहादुर बालक कालमा एउटै गुरुसित सहपाठी भएर पढेकाले यी दुई राम्रो मिल्ती थियो। बहिनी मेरै साथीलाई दिनुभएको रहेछ। उसले धेरै किताब खारिसकेको छ। चौतारिया फज्जने शाह गया भारत बस्न गएकाले डम्बरेलाई पनि उसको साथ विदेशिनु परेको थियो। त्यहाँबाट आएर डम्बरेले आफ्नी स्वास्नीलाई साथमा गया लैजान्छ कि यहाँ कुरिया गाउँमा छोड्छ त्यो विषय केही तय भएको थिएन। छोरीलाई 7 डाँडा काटेर विदेश जानुपर्छ कि भन्ने डरमा ज्ञानबहादुर साह्रै चिन्तित थियो। अहिले यी कुरा सम्झेर बुढाको गहभरि आँसु आयो। बिरहले घाँटी मस्कियो। बोल्न नसकेर अनमन्य भावले एक सुर तमाखु तानिरह्यो। बा खाजा लिनुहोस् न। ज्ञानबहादुरले आवाजतिर हेऱ्यो। गङ्गेको ध्यान पनि स्वतः त्यहीँ पुग्यो। पहिले दाइलाई दे अनि मलाई हाल नानी। ज्ञानबहादुरले पोल्टा थाप्यो। यही हो भदा तिम्री बहिनी। छोरीको परिचय भदालाई दियो। त्यही युवती थिए जसलाई पुलचोकको पार्टीमा अघि भर्खर देख्दा गङ्गे मोहित भएको थियो। मिठो, जसको रूप रङ्गको तस्बिर गङ्गेको हृदयमा खिचिएको थियो। आँखाको नानीमा टाँसिएको, जसलाई देख्नका निम्ति ऊ अत्यन्त उत्सुक थियो। उसले अहिले त्यही हँसिली रसिली, केही अंशमा फरासिली ठिटी मिठो उसको सामुन्ने साक्षात्कार थिए। शिर न त गरेकी, लाजले राती भएकी ऊ पातली अग्नि शरीर, उही कलकलाउँदी युवती। अध्याय 2। रात पर्यो। मिठो सुत्न गई। ओछ्यानमा जाने बित्तिकै उसलाई निन्द्रा लागेन। मनमा गङ्गे र डम्बरेलाई दाँच्न थाली। डम्बरेलाई विवाहको जग्गामा देखेको बाहेक फेरि देख्न पाएकी थिइन। उसका आँखामा एकातिर किशोरे डम्बरे, अर्कोतिर युवक गङ्गे नाच्न थाले। प्रकृतिले मिठुलाई अनान्तामिक दृष्टिकोण बनाउन बाध्य तुलायो, जसले गर्दा उसको नजरमा डम्बे मन नपरेर गङ्गे उत्कृष्ट व्यक्ति जाँच्न लाग्यो। जति उसले दिलमा गङ्गेको प्रेमले बास गर्न थाले उति डम्बरेप्रति घृणा पैदा हुनु स्वाभाविकै थियो। तर के गर्नु? उसका बाबुआमाले उसलाई डम्बरेको पोल्टामा हालिसकेका थिए। चाहे डम्बरेले त्यो पोल्टा फोरेर आफ्नो र मिठुको हृदय त्यसभित्र हालेर प्रेम गाँठो पारोस् या त्यो पोल्टालाई कसेर मिठुको घाँटी निमोठोस्, महाजाल बनाओस्, त्यो डम्बरेकै इच्छा थियो। पत्नीका लागि जीवन मरणको समस्या भए पनि पतिका निम्ति खेलवाड थियो। बहुतै खिन्न भएर मिठुले त्यस विषयमा विचार गर्न थाली। हामी महिला आमाकी 3वटी सौता छन्। स्वानेलाई स्वास्नी मन नपरेकाले बिचरे ठुल दिदी माइता बस्दा बस्दै फुलिसकिन्। सिराङ्गे कान्छा दाइले रक्सीमा डुबेर भाउजूको नाक कान बुच्चे पारिसके। पल्ला गाउँको शिवेले जहानलाई झाँतोमा पिस्न मात्र बाँकी छ। कुर्दा हाड छाला पारिसके। हामी स्वास्नी मान्छे पनि त मान्छे होइनौ र? उठ गधा जस्तो पशु हौ र? लोग्नेको दिलले कुनै स्त्रीमाथि पर्यो भने हामी माथि सौता हाल्न तिनीहरूलाई अलिकति पनि हिचकिटाहट हुँदैन। उतिनैखेर हाम्रो मुटुमा किला धसिहाल्छ। हामी पिरले रुन्छौँ, तर आँसुले खोलै बगाए पनि त्यो सौतनी किलो पखालिँदैन। हाम्रो आँसुको न्यानो राप र नुनिलो छोलामा ती किला तिखारिन्छन्। तर हामीले भने कुनै पुरुषलाई। मिठो अपतित थियो। उसले यस्तो बुद्धिजीवी विचार कसरी आयो? यो उसको अशिक्षित मस्तिष्कबाट उत्पन्न भएको सोचाइ थिएन। यो उसको अत्यन्त अन्तस्करणमा गढेको
गङ्गेको प्रेमले उत्पन्न भएको समाज विरोधी आन्दोलन, यो चेतनाशील विचारका लहरीमा उसको मनमा बिजुली चम्केको जस्तो गरेर आइरहे। मन मगजभरि यस्तै दुखित भावनाका हुरी चल्यो। विभिन्न किसिमका घात प्रतिघात र उत्साहबीच ऊ भुटभुटिरहेकी आफ्नो मनसित सङ्घर्ष गरेर। नातामा मिठु र गङ्गे दाजुबहिनी भए पनि उनीहरू समाजमा फुपू चेली र मामाको चेलाको वैवाहिक सम्बन्ध जुट्ने प्रचलित परम्परा भएकाले ती दुईको परम्परामा विवाह हुन कुनै खास अडचन पर्ने थियो एउटै समस्या डम्बरेसित मिठुको विवाह विच्छेदको। यही चिन्ता उसको मस्तिष्कमा घुमिरहेकाले ऊ रातभर सुत्न सकिन। बिहान पख उसलाई निन्द्रा देवीले छोपिन्। सपना देखि गङ्गेसित बिछोड भएको सपना रुन थाले। एकछिनपछि ऊ भस्केर बिउजी। सपना रहेछ उसलाई खुसी लाग्यो। तर फेरि गङ्गेसँग सरकारी सेवामा रहेको मानिस यहाँ धेरै दिन बस्न सक्दैन भन्ने मिठुले सम्झी र दिक्क माने। सूर्यको चम्किलो प्रकाशले गङ्गेसित उसको छुट्टी हुन एक दिन नजिक आएको कुरा पनि उसको मनमा छलछल छल्काइदियो अनि उसका निम्ति स्वप्न जस्तो दुःखदायी थियो। त्यसै बेला गरेर विपनाले पनि रुवाउन थाल्यो। भित्तातिर फर्केर आँसु चुहाउन लागि। बाआमा खेतमा पुगिसक्यो। सुतिरहने पर्याङको टाउकोनिरबाट आवाज आयो। कल्पनामा डुबेर बगिरहेको मिठु जसँग भई आवाजतिर फर्की गङ्गे आफूतिर आउँदै गरेको देखि मिठुको गहका आँसु गहमै बिलाए अनि उसको उदासनीय मुखमा हँसिलो परिवर्तन देखियो। एकाएक वसन्त बहार आएको रमणीय बगैँचामा फक्रिएका फुल जस्तो। अनि गङ्गे त्यहाँ भमरा भएर भुनभुनाएर बसिरहे जस्तो हाँस्दै कुरा झिक्यो। उसको धेरै कुरा मिठुले बुझी केही बुझ्नै सकिनन्। घर दरबारमा सुसारेको जीवन र त्यहाँ इन्द्रसभा नाटकको तालिम विशेष चाख मानेर उनले सुनिरहिन्। यी सबै बयानले मिठुलाई दरबारभित्रको रहन सहनप्रति आस्था बढ्यो। केही मात्रामा लोभ भ्यायो पनि उसले आफू प्रलोभित भएको कुरा गङ्गेलाई प्रकट गरिन। तर गङ्गेले प्रशिष्ट बुझ्यो। कति दिनको बिदामा आउनुभएको दाइ? हिजै फर्कनु पर्थ्यो तर अब 1-2 दिन बस्नु पर्ला। त्यस्तो गर्नुहुन्छ? मिठुले चिन्तित अनुहार लगाएर सोधी। पछि तपाईँलाई हकारलान् नि, बरु पखालो चलेको छ भनेर खबर पठाउनुहोस् न। अस्ति धनसिंह कम्पुटले पल्टनमा त्यस्तै गरेर छल्यो रे। श्री 5 महाराज राजेन्द्र विक्रम शाहको चिरायु होस्। गङ्गेले निर्धक्क भएर बोल्यो। मलाई गाली गर्न कसको तागत? आफूलाई तोकेको मालिकलाई रिझाइहालेको छु। फेरि कसको डर? तपाईँ कतापट्टि पर्नुभएको छ नि? म कान्छी महारानीपट्टि खटेकी छु। तपाईँलाई धेरै कसले निको गर्छन्? मलाई आफ्नै महारानीबाट धेरै निगरानी गरी बक्सिन्छ, गङ्गेले भन्यो। तर अचेल जेठी महारानीको हातमा हुकुमको बागडोर परेपछि हामी कान्छी महारानीको नोकर खोटो मोहर जस्तै भएका छौँ। पहिले कसको हुकुम चल्थ्यो? हाल महाराज केटाकेटीको होइ बक्सिन्थ्यो। मौसुब सरकारको नाममा भीमसेन थापाले हुकुम चलाउँथ्यो। हामीलाई सुख हुन्थ्यो। भीमसेन थापाज्यू खै नि अचेल? उसले पोहोर आत्महत्या गर्यो नि। के रे ऊ स्वेरिएर मर्यो? किन? श्री 5 राजेन्द्रकी कान्छी महारानी भीमसेन थापाकी पक्षपाती थिइन्। तर जेठी महारानीलाई कान्छी महारानीको विश्वासपात्र भीमसेन थापाको अभ्युदय कदापि सह्य थिएन। उसको सहानुभूति थापाको विरोध पाण्डे खलकतिर ढल्कियो, जसले गर्दा उनी सम्पूर्ण थापा खलकको सर्वनाश गर्न कटिबद्ध भइन्। उनीतर्फ युवराज सुरेन्द्र विक्रम शाही साथै अरू 2 भाइ छोरा थिए। दुर्भाग्यवश एक दिन अचानक उनको तृतीय शिशु पुत्र देवेन्द्र शाहको मृत्यु भयो। भनियो कि भीमसेन थापाले जेठी महारानीको हत्या गर्न राजदरबारमा विष पठाएको थियो, जो आमालाई नपरेर पुत्र देवेन्द्रलाई पर्न गयो। यो असत्य आरोप जेठी महारानीको कुप्रयासले गर्दा महाराजमा पत्यार पर्न गयो। मुख्यमन्त्री भीमसेन थापा जेल पर्यो। जेलमा उसले सुन्यो कि आज उसकी पत्नीलाई नग्न पारेर सहर घुमाउने भएका छन्। आफ्नी पत्नीको त्यो दुर्दशा देख्नुभन्दा आत्महत्या गर्न उचित ठानेर थापा सेरिएर मरेका थिए। यो अमानुषिक अत्याचारको बयान सुनेर मिठुको आँखा रसायो। आँखा पुस्न थाले। अब महाराज लाठे हुनु भइसक्यो। मुलुकको कामकाज सबै आफैले नचलाएर किन स्वास्नी जेठी महारानीलाई सुम्पिनु परेको होला नि? मिठुले फतफताएको जस्तो गरेर सोधी। 2 महारानीको बीचमा आपसी स्पर्धा वैमनस्य आएर कलहले सार युग रूप धारण गरेको थियो। फलतः आफ्नो मनमुटाव नभएकाले एक दिन जेठी महारानी झोक्किएर
काशीवास जाने घुर्की देखाउँदै दरबार परित्याग गरी देवपाटन गई बसी। उसलाई फिर्ता ल्याउन बिचरा राजेन्द्र प्रतिदिन उनी कहाँ पुग्थे, तर आफ्नो अभिष्ट पूर्ण नभएकाले महारानीले लोग्नेको कुरा सुनिनन्। त्यसबेला शासनको सम्पूर्ण भागडोर महाराजबाट जेठी महारानी राज्यलक्ष्मी देवीलाई सुम्पिनु परेको थियो। त्यही कुरा गङ्गेले मिठुलाई उसले बुझ्ने लय र वाक्यमा राम्ररी सम्झाएर सुनाइदियो। गङ्गेले आत्महत्या जस्तो संस्कृत शब्द प्रयोग गरेर साहित्यिक सम्बोधन गरेको वाक्य मिठुलाई अक्षरशः अर्थ लागेन, तर भावले सबै कुरा बुझी चाख मानेर सुनिरहेकी थिइन्। कुरा सुन्दा सुन्दै ऊ गङ्गेको निकै नजिक पुगिसकेछिन्। त्यो उसलाई यादै भएन। फेरि पुरुष जतिको ज्यादै समीपताले आफ्नो मुख रातो रातो भएर शरीरमा जवानीको प्रारम्भिक बाढ रसाएको जस्तो उसले थाहा पाइन्। बरु उसको आकर्षित समर्पणको लागि झुकेको मदिराका भरी प्याला जस्तै दुई रसिला आँखा लोलाएका गङ्गेले देखिरहेका रहेछन्। उसले गर्दा उसको मन सम्हाल्नै सकेन, कुरा गर्ने धैर्य पनि हरायो। मिठुले सोध्नै आँटेकी थिइन्। गङ्गेले उसलाई उछिनेर उसको उत्सुकता र जिज्ञासापूर्ण आँखामा आँखा जुदाएर च्वाट्ट बोल्यो, अब ज्याला नपाई केही पनि बताउँदिन। के ज्याला दिने मैले? गङ्गेले आफ्नो माग मुखले प्रकट गरिन्। अव्यक्त प्रेरणाले ऊ काँपिरहेको थियो। यौवनको चाहना, माग र वासनालाई बोकेर मिठुतिर लिसिन पुग्यो। आयु कस्तो छिल्लिएको कुमारी स्वर र स्वभावमा मिठु लजाइन्। उसले गङ्गेलाई घचेटेर रिस देखाउने प्रयत्न गरी, तर न घचेटेर पन्छाउन समर्थन भई न रिस देखाउन सकी। रौँमा नयाँ जवानीको उष्ट रगत प्रवाहित भयो। त्यो युवतीको हँसिलो मुखमा नक्कली रिसको रेखाले हर्षलाई हातेमालो गरेर उनका पोटिला गालामा फुत्रुक नाच्न थाल्यो, चिप्लेटी खेल्न लाग्यो। गङ्गे झन् प्रोत्साहित भयो। तरुणीको हातको कोमल स्पर्शले गर्दा उसको भरिपूर्ण जवानीको तातो रगतको बहाव उसको मुखमण्डलमा प्रकृति एकाएक रङ्ग भएर उदाउन र अस्ताउन थाल्यो। अनि मत्त मयूर जस्तै रोमाञ्चित भएर सम्पूर्ण शरीर फुलायो। मिठुको हृदय पनि अहिले अलि प्रफुल्लित थियो। विभिन्न कल्पना र अज्ञात हर्षले तीव्र गतिमा धड्किरहेको धड्कन, तर पुरुष हृदयको मायालु तारतम्य बुझेर यौवन र जवानीको सच्चा आनन्दको भोगविलास गर्नको लागि मायामा माया जोड्न आग्रह हुने अनुभवी उमेरमा मिठु फुटेर फक्रिसकेकी थिइन्। त्यसैले अलिकति लजाउने धेरै जसो डरले उसलाई मुकिने दाउ गरी, लिस्नुबाट को आयो? उसले गङ्गेलाई तर्साइन्। गङ्गेको ध्यान भर्याङतिर पठाएर आफू कन्या सुलभ लज्जा देखाउँदै त्यहाँबाट खुलेलाम ठोकिन्। रातो पिरो मुख लगाएर कहाँले देवी पत्ता भए, कहाँ पुगी कहाँ लुकी, गङ्गेलाई पत्तै पाउन सकेनन्। उसले आफ्नो सम्पूर्ण शरीरमा झुरमुराउँदै उठेको जवानीको तत्कालीन मागलाई नियन्त्रणमा राखेर मिठुलाई खोज्न थाल्यो। भुइँगलमा हेऱ्यो, तल पुगेर वरिपरि बगैँचामा परसम्म पनि दृष्टि घुमायो, तर बिच्किएर भागेकी मिठु कहीँ देखा परिनन्। सन्ध्याको गुलाबी आकाशमा हल्का सोसिए चन्द्रको मुस्कुराहट जस्तो मिठुको मुखको मनोहर चित्र गङ्गेको अद्भुत दृष्टाले उत्तेजित आँखामा नाचिरह्यो, तर खास मिठुलाई देख्नै सकेन, न उसले बिर्सन सक्यो। कहीँ पनि दृष्टिगोचर भइन्। मिठु गङ्गेले धुइँती खोज्दै थियो। अन्त्यमा गोठभित्र पसेर जहाँ मिठु लाज, डर र सङ्कोचले रुकिरहेकी थिइन्। गङ्गेले देख्यो भर्खर छोपिएको पन्छी जस्तै धड्कनको मुटु लिएर लुकिरहेकी थिइन् मिठु भाग्ने विचार लिएर। तर गङ्गेको मुखमा असीम मायाको झलक देखेर मिठुको मनमा साहसिलो परिवर्तन आयो। सारा अङ्ग प्रत्यङ्ग हँसिलो रसिलो पार्दै काँपिरहेको मानौ मधुमासमा प्यान्जली फुलको रातो थुङ्गामाथि रङ्गीन पुतलीको चञ्चल नर्तन जस्तै गरेर। गङ्गे मुस्कुक्क हाँस्यो। मिठु पनि मुस्कुराइन्, तर त्यो मुस्कानमा सङ्कोच थियो, लाज र डर थियो, अनि त्यो आत्मसमर्पणको मायालाग्दो इसारा। दुवै हाँसे। यस जीवनको महान यात्रामा कुमारित्वलाई छोडेर मिठु एक पाइला अघि बढिन्। दिनदिनै बढ्दै गइन्। दिन 2 गुना, रात 4 चौगुना बढिन्। दिनमा 2 गुना, रातमा 4 गुना बढिन्। दिउँसो यति एकले अर्कालाई रहर लाग्दो फुल भएर बगैँचामा फुलिरहेका जस्तो देख्थे।
मुखमण्डलमा देदी प्यानमा बनाएर हाँसिरहेको जस्तो रातमा उज्जवल ताराको व्यवस्था गरेर प्रेममा विभोर हुन्थे। यसरी तिनले सारा दुनियाँलाई बिर्सेर परस्पर प्रेममा चुल्लुम्म डुबे। गङ्गेले हारिजियालको न कहिले याद राख्यो न मिठुले आफ्नो विवाहित लोग्नेको आउने दिनको सम्झना गरी। महिनौँ दिन बित्यो। एक बिहान ज्ञान बहादुर र उसकी जान खेत गएका थिए। गङ्गे र मिठु पनि मकै बोकेर घट्टतिर झरे। डम्बरे जाउला खेर आइपुग्यो। ससुरालीमा उसले कसैलाई पनि देखेनन्। एकछिनपछि गाउँलेद्वारा गङ्गे आएको खबर सुन्यो र साह्रै खुसी भयो। गङ्गेलाई तुरुन्तै भेट्ने इच्छाले उसले उत्सुक परेर उठाडै खट्टा घट्टातिर ओर्लियो। भिरालो गोरेटोबाट तल झर्दा पश्चिम दक्षिण दिशामा पुगेको सूर्य किरण उसको मुखमा सोझै पर्यो। हातले आँखालाई ओझेल पार्दै उसले परेबाट घट्टे छोप्रोमा नजर गाड्दै हेऱ्यो। त्यहाँ मिठु र गङ्गे घटेरोलाई झल्याक झुलुक देख्यो। तिनीहरूको ध्यान आफूतिर खिच्नको लागि उसले बालक जस्तै अधीर भएर ठुलो स्वरले बोलाउँदै अघि बढ्यो। तिनीहरूले डम्बरको आवाज सुनेनन्। गङ्गे गङ्गे कराउँदै डम्बरे तिनको नजिकै पुग्यो। तैपनि घटेको आवाजले त्यहाँ केही भएका कसैले पनि डम्बरेलाई सुनेन। आकाशमा डम्बरेको मनमा अनौठो ठट्टा गर्ने एक नयाँ लहरको सृष्टि भएछ। गङ्गेले थाहा नपाउने गरेर पछाडिबाट उसका दुवै आँखा छोप्ने डम्बरेलाई मन लाग्यो। त्यसैले सुस्तरी पाइला सार्न थाल्यो। मकै पिदिसकेछ। घटेरो पानी थुन्न बाहिर निस्कियो। फ्ल्याग मिलाउन माथितिर लाग्यो। डम्बरे लुक्दै छिप्दै घट्टानिर आइपुगे। आजभोलि डम्बरे आइपुग्ने समाचार छ। ऊ आयो भने के गर्ने मिठु? गङ्गेले मिठुलाई सोधेको सवाल डम्बरेको कानमा पर्यो। मिठुले केही उत्तर दिएनन्। त्यही प्रश्न गङ्गेले दोहोऱ्याएर सोध्यो अनि त्यसपछि तिर्याएर पनि सोध्यो। डम्बरे सम्बरेको मलाई वास्ता छैन। आयो भने जान्छ त्यो फर्केर। मिठुले झर्केर उत्तर दिएकी थिए अनि ओठमा मृदु मुस्कान छर्दै उल्लासित आँखा र मनले गङ्गेको विजय भाव अङ्कित गर्दै मुखमा हेरेर हाँसेकी थिए। डम्बरेले यी कुरा सुनिरहेको थियो। आँखाभरि देखिरहेको थियो जसले गर्दा उसको छातीमा वज्र परे समान पीडा भयो। उसले महसुस गर्यो। आश्चर्यले उसलाई रिगाउन थाल्यो। संसार आफ्नो मुखबाट उक्लिन्छ कि जस्तो गरेर उसलाई वाकक लाग्न खोज्यो। सारा शरीरमा पसिना आयो। तिम्रो बाको के विचार छ? आमाले के भन्नु होला? मुस्कान पूर्ण नेत्रले गङ्गेले मिठुसित आँखा जुदाइन्। बाले एक दुईपल्ट हकार्नु होला। म मरी काटे पनि डम्बरेसित जान्न। मिठुले आँखा नचाएर बोलेकी थिइन्। कम्मर भाँचेर फुर्किएकी गङ्गाले खाने मुखतिर ओठ पुर्याउन जिउ तन्काइन्। आफ्नो पत्नीको निर्णय सुनेर उसले गङ्गेलाई प्रेम दर्शन गर्नका निम्ति गरेको अभियान देखेर डम्बरेलाई साह्रै रिस उठ्यो। गङ्गेको स्थानमा अरू कुनै मानिस भएको भए डम्बरेले मिठु र उसको प्रेमी दुवैको च्यापु फोरेर आफ्नो रिस शान्त पार्ने थियो। तर गङ्गेलाई त्यस्तो गर्न नेपालमा कोही जन्मिएकै थिएन। त्यसैले डम्बरेले पनि मरी चाउरेको जस्तो मुख लगाएर चुप रहनु पर्यो। सारा आजीवन लुकेर बिताउनु पर्ने भयो भने के गर्ने? गङ्गेको निराशावादी प्रश्न उठ्यो। यो उदेक लाग्दो प्रश्न भित्री रहस्य डम्बरेको र डरले लुक्नुपर्ने दिशातिर डम्बरेले सङ्केत गरेको होला भन्ने विचार मिठुको मनमा लाग्यो। अनि सिर ठाडो गरेर विरोधमा बोल्न तनक्क तन्किन्। तर आम्मै भन्दै अकस्मित तर्सी मानव सामुन्ने भूत देखे जस्तो गरेर गङ्गे पनि झस्कियो। मिठुको दृष्टि परेको ठाउँतिर हेर्दै हतारिँदै हेऱ्यो। उसको नजर त्यता घुम्दै थियो। अचम्म देख्यो डम्बरेलाई नजिकै उभिरहेको उसको मुख निलो कालो भएको थियो। देख्दै डर लाग्ने आँखामा आँसु, निधारमा पसिना, हातगोडा काँपिरहेका, मुख खुलेको जहाँबाट सासको झोक्का भित्र बाहिर गरिरहेको थियो। र मिठुले सुने, ओहो डम्बर बहादुरजी भनेर गङ्गुले मिठुलाई त्यो भयभीत व्यक्ति डम्बरे हो भन्ने सङ्केत गर्यो र आफ्नो हृदयभित्रको भय र शङ्कालाई दबाउँदै मुहारमा हल्का मुस्कान ल्याउने असफल प्रयास गर्यो। मिठुले डम्बरेलाई चिन्न सकेकी थिएनन्। अहिले नामबाट परिचय पाएर उसको सबै इन्द्रिय डर लाग्दा शङ्काले शिथिल भएर राम्ररी उठ्न सकिन। अनि गङ्गेको पिठमा आड लाएर होस सम्हाली गङ्गेले अलि प्रयत्न गरे तापनि उसका अन्तिम संस्करण दोषी भएकाले जिब्रोमा थुक सुकेको थियो। मुटु हल्लिरहेको थियो। निधारमा पसिना बग फुटेन। तिनै व्यक्ति वाल्ल परिरहे। भयभीत नेत्रले एकअर्कालाई हेरिरहे। त्यहाँ आवाजको शून्यता छायो। त्यो निस्तब्धलाई भङ्ग गरेर डम्बरेले स्वर कपाउँदै बोल्यो, ए पापिनी, मैले तँलाई के अन्याय गरेको छु? बोल्न, के मुख छैन तेरो? गङ्गेसितको गहिरो प्रेमको प्रभावले गर्दा मिठु तन मनै उसकी भइसकेकी थिए। प्रेम पथमा ऊ धेरै अघि बढिसकेकाले फर्कन असम्भव थियो। त्यसैले शिर निहुर्याएर रोइरही बोल्दै बोलिनन्, तपाईँले? गङ्गेले
मिठुको ओड बोल्यो। अन्याय गर्नुभयो भने बहिनीको भनाइ होइन कि? उसको भनाइ के छ त? बीचमा कुरा काटेर डम्बरे सन्कियो। उनी दरबार पस्छु भन्छन्। गङ्गेको त्यो बनावटी कुरा थियो, तर डम्बरेलाई पत्यार पर्यो। उसले दरबार पस्ने विचारको खण्डन गर्न सकेन, गर्नु पनि हुँदैन थियो। सेलाएर घोरिन थाल्यो। घटेरी र अरू मानिस आइपुगे। पिठ्यौमा पिठोको भारी र मनमा पीरको कुस्त बोकेर माथि गाउँतिर लागिन्। डम्बरे र गङ्गे पनि पेच परेको जङ्गा जस्तै भएर बाट बटारिँदै मिठुको पछि लागे। अध्याय 3। डम्बरेको घरमा यो झगडाको खबर पुगेछ। उसकी आमा तुरुन्त जाउला खेला आइपुगी। उसले एकातिर बुहारी घर आउन मन नगरेकी र रोइरहेकी देखी अर्कोतिर छोरा नलगी छोड्दिन भनेर उफ्रिन लागेको सुनि ज्ञानबहादुरका बुढाबुढीलाई छोरीलाई घर पठाउने व्यवस्थाका निम्ति तर्खर गर्न लागे। गङ्गे पेटीमा बसिरहेको थियो। उसलाई देख्ने बित्तिकै डम्बरेकी आमालाई सनक चढेछ। च्याठिँदै बोली, राजा सबैको साझा, दरबारको मानिस भन्दैमा अर्काको घर भाड्न पाइन्छ? गङ्गेलाई बोल्न करै पर्यो। बिस्तारै मुख खोली, मलाई आक्षेप लगाएर किन बोल्नुहुन्छ? मैले केही बिगारेको छैन। बहिनीले दरबारमा नोकरी गर्ने इच्छा गरिन्, मैले हुन्छ म मिलाइदिन्छु भने यसमा मेरो के दोष? त्यहाँ 2-4 जना ठुला ठालु जमघट भइसकेको थियो। दरबारको नाममा बराबर उल्लेख हुन थालेकाले ती ठालु भनाउँदाहरू चुप थिए। कसैले पनि गङ्गेको विरुद्ध एक शब्द बोल्नै सकेनन्। ज्ञानबहादुर पनि आफ्नी बुढीको राय बुझ्न उसको मुखमा हेरेर टोलाइरह्यो। त्यही औसर छापेर गङ्गेले फेरि कुराको जाल फिजाउन थाल्यो। बहिनी दरबार लगिन् भने बक्सिस आउने 1000 रुपैयाँ तपाईँलाई पोको पार्नुहुन्छ। व्यर्थै मलाई किन यो घोषपेच हो कुन्नी? तपाईँहरूको दुःख देखेर मैले सकेको मद्दत गर्न खोजेको हुँ। अरू मेरो कुनै लालसा छैन। रुपियाँको कुरा सुन्ने बित्तिकै डम्बरेकी आमाले बुहारीलाई दरबार हुल्न मन्जुरीको इच्छा प्रकट गरिन्। डम्बरेले विरोध गर्न सकेन। भोलि मिठु दरबार पस्न जाने तय भयो। विवाहित स्त्रीलाई दरबार हुल्ने चलन थिएन। दरबार लानु अघि उसको बाबुआमाले या दाजुले यो मेरी फलानी हो, भागी नासी गएमा म बुझाउँला भनेर जमानी बस्नुपर्ने थियो। त्यसैले डम्बरेले दाजुमा, ससुरालीले बाबुआमा सही हाले। डम्बरेकी स्वास्नी दरबार लागि। डम्बरेकी आमा 4 धाम गर्न साह्रै ठुलो इच्छा थियो। ऊ दिनदिनै बुढी हुँदै गइरहेकी थिई। साथसाथै उसले त्यो आकाङ्क्षा पनि बढ्दै गइरहेको थियो। जहिले सम्धिनीलाई भेट भए पनि उनी 4 धाम जाने कुरामा मच्चिन्थे। पैसा नभएकाले जहाँको त्यहीँ थच्चिन्थे। दरबारबाट 1000 रुपियाँ बक्सिस पाएपछि डम्बरेकी आमा ससुरालीले 4 धाम जाने साँच्चै नै कम्मर कसे। बद्री पुगेपछि डम्बरेकी आमा परलोक भइछे। ससुरा मात्र घर फर्के। सुखका दिन हुन् या दुःखका समय गति रोकिँदै पल पल बित्दै गएको थियो। दिनपछि दिन आए, महिनापछि वर्ष बिते, 5 वर्ष बित्यो। जेठी महारानी साम्राज्य राज्य लक्ष्मी देवी उदार रोगले पीडित भएकी थिइन्। जीवनसित आशा मारिसकेकी थिइन्। उसले आफ्नो मनमा आफ्नो सेकपछि युवराज धिराज सुरेन्द्र शाहलाई पदच्युत गरेर कान्छी महारानीपट्टिका युवराज रणेन्द्र गद्दीको पहिलो युवराधिकारीको घोषित गरिएला भन्ने विषयमा चिन्ता पर्यो। त्यसैले गर्दा उनी आफ्नो जीवनकालमै छोरा सुरेन्द्र विक्रमलाई राजा भएको देख्न इच्छुक भइन्। तर महाराजा राजेन्द्र विक्रम शाहलाई नाबालिग छोरा सुरेन्द्र विक्रम शाहका निम्ति राजगद्दी त्याग गर्ने कुनै कुरामा ढिपी हुन थालिएन। षड्यन्त्र र कुचरक रचिन थाल्यो। त्यहाँ उद्देश्य पूर्ति गर्नको लागि भीमसेन थापाको पतन गराएर रणजङ पाण्डेले अवरुद्ध भएको थियो। किन्तु कुनै उपायले पनि जेठी महारानी र मुख्यमन्त्री पाण्डे महाराज राजेन्द्र विक्रम शाहलाई राज त्याग गराउन सफल हुनै सकेनन्। यही प्रयत्नमा लागेकी महारानी राज्यलक्ष्मी देवी हेटौडामा दिवंगत भइन्। उसको स्वर्गारोहणपछि शासनको बागडोर पुनः राजेन्द्र विक्रम शाहको हातमा आयो। अब युवराज धिराज सुरेन्द्र शाह र कान्छी महारानी लक्ष्मी देवीले पनि त्यसको उपभोग गर्न लागे। 3 जनाको एकनाश र प्राय विरोध हुकुमद्वारा शासन चल्न लागेकोले सर्वसाधारण जनताको कष्टको सीमा नै रहेन। फेरि सुरेन्द्र शाह अनौठोका मानिस भएर निस्किए। उनको बहुलापन र क्रूरताले काठमाडौँको जनतामा हाहाकार परेको थियो। उच्च पदस्थ कर्मचारीलाई उनी आकार पिट्न लगाउँथे। बाटो हिँडिरहेको मानिसलाई समाती हात्तीको खुट्टामा बाँधी
घिसार्न लगाउनु आदि हर प्रकारका कार्य उनको मनोरञ्जनको साधन थिए। यति हुँदा पनि राजेन्द्र विक्रम शाहले छोरामाथि नियन्त्रण राख्ने प्रयत्न गरेन। यसरी परिस्थिति बिग्रिएर चरम सीमामा पुगेको हुनाले मुख्यमन्त्री फतेजङ शाहको अध्यक्षतामा राज्यका 675 जना भारद्वाज र नागरिकको एक बैठक आयोजना गरियो। उक्त बैठकको महाराज राजेन्द्रको समक्ष पेश गर्न जुन बिन्ती पत्र तयार पार्यो त्यसमा सुरेन्द्र शाहले गरेको पागलपनको तत्काल निराकरण गर्नुपर्ने माग थियो। त्यो पत्रमा उल्लेखित माग अनुसार राजेन्द्र विक्रम शाहले यस आशयको घोषणा गर्नु पर्यो। सर्वसाधारणलाई विदित गरिन्छ कि आजदेखि तिमीहरू सबैले महारानी लक्ष्मी देवीको हुकुम मान्नु। मैले आफ्नो इच्छा अनुसार उसलाई निम्नलिखित अधिकार पनि दिएकी छु। नम्बर 1, राजपरिवारका व्यक्तिबाहेक कसैलाई पनि कारावास, अङ्गभङ्ग, देश निष्कासन, पडायदण्ड, पदच्युतको आज्ञा दिनु, राजकर्मचारीलाई नियुक्त गर्न खोज्नु, उपाधि र पदको परिवर्तन गर्नु। नम्बर 3, चीन, भोट र ब्रिटेनसँग राजकीय सम्बन्ध र नम्बर 4, उपयुक्त विदेशी शक्तिसँग आवश्यकता अनुसार सन्धि विग्रह गर्नु। म प्रतिज्ञा गर्छु कि स्वयं म पनि उनको राय नलिई कुनै काम गर्ने छैन। यसरी राज्यको सम्पूर्ण अधिकार कान्छी महारानी लक्ष्मी देवीको हातमा आयो। नेपालमा धेरै कुराले रूपरङ्ग बदल्यो। गङ्गे काजी भयो, मानिस उसलाई गगनसिंह काजी भन्न थाले। कान्छी महारानी राज्यको मुख्यतरी पाउन साथ युवराज सिराज सुरेन्द्रलाई पदच्युत गरेर उनको स्थानमा आफ्नो छोरो रणेन्द्र विक्रमलाई गद्दीको प्रथम उत्तराधिकारी तुल्याउने प्रयत्नमा लागिन्। किन्तु महाराज सिराज राजेन्द्र विक्रम शाह यो रुचाउँथेन। प्रधानमन्त्री फतेजङ चौतरिया जसलाई कान्छी महारानीको सिफारिस मुताबिक रणजङ पाण्डेलाई हटाएर प्रधानमन्त्रीमा नियुक्त गराइएको थियो। झन पाण्डेहरूको कुरै भएन। उनीहरू परम्परादेखि नै जेठी महारानीको चाकरी गर्ने भएकाले अहिले पनि उनीहरू खुल्लमखुल्ला सुरेन्द्र विक्रम शाहकै पक्ष लिन्थे, उनकै चाकरी गर्थे। यस अवस्थामा कान्छी महारानीले आफ्नो इच्छा पूर्तिका लागि उनका पुराना समर्थकहरू थापाहरूको सहायताको ठूलो आवश्यकता पर्यो। भीमसेन थापाको मृत्युपछि थापा खानदानमा माथवर सिंह जेठो बाठो थियो, जो भीमसेन थापाको पतनपछि भारतमा शरण लिन पुगेको थियो। उसलाई महारानी लक्ष्मी देवीको तर्फबाट काठमाडौँ आउनु भन्ने बोलावट भयो। काठमाडौँ आइपुगेको केही महिना पश्चात फतेजङको स्थानमा प्रधानमन्त्री नियुक्ति भयो। प्रधानमन्त्री भएको 1 वर्षपछि दरबारबाट एउटा केटी भागी भन्ने हल्ला काठमाडौँमा फैलियो। त्यो भगुवा केटी डम्बरेकी जहान रहेछ मिठु। केही दिनपछि डम्बरेको ससुरालीमा थानामा दाखिला हुनु पर्यो। छोरीको पत्ता नलागुन्जेलसम्म उसले थुनुवामा बस्नुपर्ने भयो। डम्बरेको जहान पनि बेपत्ता भई फेरि त्यो अपराधमा उसका बाउ सरह आदरणीय ससुराले पनि झेल्नु पर्यो जेल। त्यही पिरले गर्दा डम्बरेको मनमा विरहको बाढी चल्यो। ससुरालाई जेलमुक्त गर्ने उपाय पत्ता लगाउन कहिले यता जान्थ्यो, कहिले उता दगुर्थ्यो, सधैँ प्रयत्नशील थियो। अहिले पनि त्यही विषयमा सल्लाह गर्नको लागि मावली जान हिँडेको बेला जङ्गबहादुरले आफ्नो घरबाट उसलाई देखेछन्। देख्ने बित्तिकै कता डम्बरे, कता हो भने 2-3 पटक कराए। आवाजतिर डम्बरेले आँखा पुर्याए। जङ्गबहादुरलाई झ्यालमा देखियो। उसले उसलाई हातको इसाराले बोलाएको थियो। डम्बरे माथि पुग्यो। त्यहाँ भाजुमान, बाँडा, चिरिचा र काजीमामा पासा खेलिरहेका रहेछन्। डम्बरेलाई देख्ने बित्तिकै सबैले खुसी प्रकट गरे। जङ्गबहादुरले पनि स्नेहपूर्वक सन्चै छ डम्बर बहादुरजी भनी सोधे अनि उसलाई चकटीमा बस्न कर गरे। डम्बरे र जङ्गबहादुरको भलाकुसारी सुरु भयो। अरू त्यहाँ भएका सबैको ध्यान पासामा थियो। डम्बरजी, तपाईँ गयाबाट कहिले आएको? जङ्गबहादुरले सोध्यो। भयो 1 महिना जति। फेरि कहिले फर्कने नि? हालसाल जान्न। डम्बरेको दृष्टि पासातिर पुग्यो। किन? प्रश्नको उत्तर नदिएर डम्बरेले पोट त्यो 12 त्यो जुक जोठी छोटी भन्यो र खेलमा गहिरो चाख लियो। त्यसपछि भाजुमानले गोटी चाल्यो। हालसाल तपाईँ किन नजाने? जङ्गबहादुरले फेरि त्यही प्रश्न सोध्यो। नोकरी छाड्ने विचार छ कि कसो? डम्बरेले जङ्गबहादुरलाई विश्वासमा लिएको तर सुस्तरी बोल्न थाल्यो। चौतरिया साहेब यहाँ पाल्नुहुने कुरा छ। फतेजङ चौतरिया प्रधानमन्त्री पदबाट खसेपछि भागेर मुगलान पसेकाले उसलाई सरकारबाट आजीवन नेपाल आउन मनाइ गरिएको थियो। तर अहिले डम्बरेको मुखबाट फतेजङको नेपाल आगमन हुने कुरा सुन्दा जङ्गबहादुर मनै जिल्ला परे अनि उनले पनि सुस्तरी सोधे, उहाँ कहिले नेपाल फर्कने?
कहिले नेपाल नफर्कने भएर जानुभएको होइन र? हो, तर अहिले उहाँलाई दरबारबाट बोलावट भएर गएको छ। किन रहेछ? जङ्गबहादुरले उत्सुक हुँदै सोधे। महारानी र प्रधानमन्त्री माधववीर सिंहको राय मिलेन रे भन्ने सुन्छु। डम्बरे पुनः पासातर्फ लाग्यो। जङ्गबहादुरको मन अब पासामा बिल्कुल जान छाड्यो। उनी निकट भविष्यमा कुनै राजनैतिक उथलपुथल हुने परिकल्पना गर्न थाले। उनको मनमा अर्को गोटी चल्न थाल्यो, मस्तिष्कमा अर्कै पासा गुड्न थाल्यो। उनी माधववीर सिंह भानिज भएकाले पहिले उसैकोमा डेरा गरी बसेका थिए। एक दिन महारानीलाई अपवाद बोल्यो भने आरोपमा देवी बहादुरलाई मृत्युदण्ड हुने भयो। देवी बहादुर स्वयं माधववीर सिंह र जङ्गबहादुरको पनि सम्बन्ध थियो। उनले देवी बहादुरप्रति भएको अन्यायको चर्चा गर्दै माधववीर सिंह भन्दै थिए कि हाम्रै सम्बन्धप्रति भएको अन्यायमा तपाईँ बोल्नुहुन्न भने बखत परेको खण्डमा म स्वयं पनि तपाईँसित के आशा गर्न सक्छु त? महारानीको इच्छा विरुद्ध म केही गर्न सक्दिनँ हजुर, माधव सिंहको जवाफ आएको थियो। यदि महारानीको हुकुम भएमा मैले तिमीलाई पनि मारिदिनुपर्छ। जङ्गबहादुर बहुतै निराश भएर माधववीर सिंहको घरबाट निस्केका थिए। त्यस दिनदेखि मामा भानिजको आवाज जवाज छुट्यो, बोलचाल बन्द भयो, कुनै नाता नभएको जस्तो भयो। माधववीर सिंह र महारानीको बीचमा मनमुटाव भएको खबर सुनेर जङ्गबहादुर पहिले केही अंशमा खुसी भए, फेरि डराए, किनकि माधववीर सिंह शिरमा वज्रने भानिज भएकाले नाताले उनले शिरमा पनि त लाग्न सम्भव थियो। उनले भीमसेन थापाको पतन हुँदा थापाको नातेदार भएकाले उनका बाबु छोरा दुवै खोसिएका थिए। पछि सर्वस्व हरण पनि गरेका थिए। यही सोचेर उनको मनमा गहिरो राजनीति उडिरहेको थियो। पासाको खेल सकियो। हार्ने पक्षले पासा नलगेकोले दोष देखाउँदै लाज पचाउन थाले। जित्ने भानुमाझ आफ्नो चालले दक्षताको प्रशंसा गर्दै थर्की बन्द गर्न थाल्यो। या थर्की राम्रो छ, कहाँ किन्नु भएको नि? डम्बरेले सोधेकोमा भानुमाझले उत्तर दियो, शिवलिङ्गको बन्धनमा राखेको पछि लिनै आएन। सिलाङ्गेको नाम सुन्ने बित्तिकै जङ्गबहादुरले आफ्नो बाल्यकालको दिन याद आयो। कुनै यस्तो जमात थियो जहिले बलन नरसिंह सिलाङ्गे चाकरी गर्न आउँथ्यो, कहिले होसमा, कहिले रक्सीले लखारिँदै। बलरन सिंहका जङ्गबहादुर लगायत 7 भाइ छोरा मिलेर सिलङको पुङकाछा भन्ने व्यङ्ग्यात्मक उपनाम राखेका थिए। सिलाङ्गे पनि खुसी थियो। अचेल जङ्गबहादुरले उसलाई नदेखेको धेरै वर्ष भएकाले उनको मनमा सिलाङ्गे जीवित छैन भन्ने परेछ। सिलाङ्गे के भएर मर्यो ड्रप्सी भनेर सोधे। सिलाङ्गे बाँचेकै छ त, एकले भन्यो। अर्को बोल्यो, गगन सिंह काजीले सिलाङ्गेलाई आफ्नो खुवा बसन्तगढमा हाकिम गराएर पठाउनु भएको छ। जङ्गबहादुरले आश्चर्य मानेर आँखा ठुला ठुला पार्दै बोले, तपाईँहरू जीवित हुँदाहुँदै सिलाङ्गे जस्तो रक्सीको पोतारीमा हाकिम भएपछि इन्साफ मरेन? इन्साफ अस्ति नै मरिसक्यो। डम्बरेले फेरि हाँस्दै कुरा थप्यो। त्यसको काजक्रिया सकेर सप्ताहन्न पनि लग्यो। इन्साफलाई होच्याएर धेरै वाकक नगर। भानुजमान सबैले हाँस्दै पनि भने, हामी सबैको उत्साह स्वप्न हालमा लाग्न सुरु होला। तिनै दिन सबै खेलमा चित्त वृत्तिका प्रसन्न थिए। फेरि सबै हाँसे। चिरिचाले अलिकति गम्भीर मुखाकृत पारेर भन्न थालिन्, सिलङ्गेको कुरा चलेको दिन एक दिन याद आयो। चिरिचा भन्दै थिए, बीचमा भानुमाझ उत्साह भए। के कुरा भनी पाइला अघि सार्दै थिइन्। कुरा सुन्न सबै उत्सुक थिए। चिरिचाको मुखमा ध्यानपूर्वक हेरे। एक दिन तिर्जा उठाउने काम लिएर मनुवाकोट जान लागेको थिए। चिरिचाले बितेको दिन स्मरण गर्दै भन्न थालिन्, 5 माने नाघेर केही पर पुगेपछि मलाई पानीले छुट्न थाल्यो। सिलङले केही मद्दत गरिहाल्छ कि भन्ने आशाले ककनी पुग्ने बित्तिकै बसन्त बागभित्र ओत लाग्न दगुरे। त्यहाँभित्र बङ्गालाको झ्यालमा एउटा अत्यन्त राम्री तरुणीलाई देखेँ। त्यो को होली मेरो विचारमा? के उमेर थिए? बीचमा कुरा काटेर डम्बरेले सोधे। यस्तै 22-23 वर्ष की हुँदी हो। कुन जातकी जस्तो देखिन्थे? मुख झलक्क देखेँ, राम्ररी याद गर्नै नै पाइनँ नि। उतिनैखेरि सिलिङे भित्रबाट निस्कियो। मलाई त्यहाँ टिक्नै दिएनन्। मैले म भन्दा पनि वास्ता नगरेर निस्की घस्की भन्दै झालु झम्टाई गर्यो। टिक्नै दिएन। सबै हाँसे। हात पनि छोड्यो कि तपाईँलाई? जङ्गबहादुरले हाँस्दै सोधे। मलाई हात छोड्न के सक्थ्यो र? चिरिचाले आफ्नो वीरत्व प्रकट गर्नको लागि धक्कु छोड्यो। माथि झ्यालमा त्यो सुन्दरी आइमै नभएकी भए म त्यो हाकिम भनाउँदो सिलिङ्गेको मिति पुर्याइदिने थिएँ। सुन्दरीको सामुन्ने त हो आफ्नो पुरुषार्थ देखाउने। जङ्गबहादुरले अरू पनि यस्तै कुरा गरेर चिरिचालाई कायराको संज्ञा दिँदै
डरपोकको दर्ता गर्न खोजे, उसको जातिको उपहास गर्न खोज्यो। सबै हाँसे। चिरिचालाई असहाय रिस उठेछ। मुख लाल पारेर बोलिन्, लामो कुरा किन? म जस्तो गरेर पनि तपाईँहरू वसन्त बाग पुग्नुहोस् अनि थाहा पाउनुहुन्छ तपाईँ र सिलौमा कसको पुरुषार्थ देखिँदो रहेछ। गगनसिंह काजीको आज यस्तो चढबती भएकोले उसको बेलामा बङ्गलामा पस्न सक्ने कसको ताकत? फेरि त्यहाँ गएर हाकिमसित बाज्नु सोझै कालको मुखमा पस्नु जस्तै हुँदैन। म भएर त्यति पनि आँट गरेको त्यो बागलुङभित्र पस्नै परे जाओस्, परबाट ठाडो शिर गरेर पनि हेर्न सक्दैन अरूले त। चिरिचाको यो भनाइलाई जङ्गबहादुरले एक ललकारको रूपमा ग्रहण गरे। साँच्चैकै मुख लगाएर बोले, मैले वसन्त बागमा जाने बाटो देखेकै छैन, नत्र अहिले त्यहाँ गएर सिलिङेर त्यो राम्री भनाउँदी स्त्रीको स्वागत सत्कार खाएर आउने थिएँ। त्यति गर्न सकिनँ भने मेरो नामै नलिनु। वसन्त बाग डम्बरेको मावल जाने बाटोमा पर्दथ्यो, त्यही बाटो गरी जान लागेकोले उसले जङ्गबहादुरलाई वसन्त बाग पुर्याइदिने प्रस्ताव गर्यो। सबै खुसी भए। त्यस्तै राम्री फेरि त्यस्तै रहस्यमय स्त्री को होलिन्? सिलिङेको त्यस्तो पत्याइ नसक्नु क्रूर व्यवहार कसरी होला? तीस तोप्न कुराको एउटा निर्णयात्मक खोज हुन लागेको देखेर त्यहाँ भएका सबै मानिसले उनको मनमा उत्सुकताको नयाँ कौतूहल पैदा भयो। आजको लागि यति नै। बाँकीका अध्यायहरू अर्को भागमा लिएर आउनेछु। धन्यवाद।